यो सत्पात्र हजुरले प्राप्त गर्नुभएको छ। जुन स्थानमा दान, यदि कुपात्रमा दान गर्नुभयो भने लिनेवालालाई पनि घात अनि दिनेवालालाई पनि घात हुने गर्दछ। यदि सत्पात्रमा दान गर्नुभयो भने सत्पात्रमा गरेको दान कहिले पनि जीवनमा खेर जाँदैन। प्यारे भक्तहरू बोलिदिनुहोस् न एकपल्ट प्रेमपूर्वक। आवाज आएन के भन्नुभयो? फेरि एकपल्ट, अझै प्रेमसँग एकपल्ट। जय जय हो प्यारे भक्त श्रद्धालु प्रेमीजनहरू र हाम्रा सङ्कट मोचन विराट ज्ञान महायज्ञको यो पवित्र प्राङ्गणमा विशिष्ट अतिथिज्यूहरूको आगमन भएको छ र यस्ता व्यक्तित्वहरूलाई विशेष सम्मानपूर्वक सम्बोधन गर्दै यहाँहरूको स्वागतको निमित्त हाम्रा उद्घोषक दीप काफ्लेज्यू तयार अवस्थामा हुनुहुन्छ र हाम्रा महत्त्वपूर्ण केही सूचनाहरू पनि लिएर आउनुभएको छ। र हामी बिचमा आज विशेष गरी हाम्रा बालयोगेश्वर विजय श्री कृष्णमूर्तिजी महाराज हामी बिचमा हुनुहुन्छ। अत्यन्तै प्रेम र गौरवको विषय हो, जो आज यति ठुलो यति विशाल कार्यलाई आफ्नो जिम्मेवारी काँधमा लिएर आज हजारौँ लाखौँ करोडौँ भक्तहरूलाई आज सेवामूलक काम गर्दै आज मैले उठाएको मेरो सङ्कल्पमा हजुरहरू पनि एउटा साथ दिनको लागि आउनुहोस्। हातमा हात मिलाएर, साथमा साथ मिलाएर, काँधमा काँध मिलाएर अगाडि बढौँ। समाज सेवाको निमित्त गरिब अनाथ दुखी असहाय प्रतिको सेवा भावमा हामी अगाडि बढौँ। एउटै सङ्कल्पमा हामी अगाडि बढ्नुपर्छ भन्ने यस्तो महान अभियानमा जोडिनुभएका यस्ता आदरणीय व्यक्तित्व एकपल्ट जोरदार तालीको साथमा हाम्रा विजय मूर्ति महाराजज्यूलाई जोरदार तालीको साथमा हामी स्वागत अभिनन्दन गर्दछौँ। र अब विशेष केही सूचनाको माध्यमबाट हाम्रो दीपजीले केही जानकारी यहाँ ल्याउनु हुनेछ। यहाँलाई म केही समय यो माइक प्रदान गरेँ। जय श्री राधे राधे। कृष्ण कन्हैया लालको रामचन्द्र भगवानको ल सबै श्रद्धालु भक्तवृन्द, हामी यो दिव्य अनुष्ठानको दिव्य हामी आनन्द लिइरहेका छौँ। यहाँहरू सबैजना हेर्नुहोस् त, पछाडि धेरै उभिएर बस्नुभएका छन्। हाम्रा माताहरू, हाम्रा पिताहरू, हाम्रा दाजुभाइ दिदीबहिनीहरू उभिरहँदा कता कता मलाई खुट्टा दुखिरहेको छ। यहाँहरू सबैजना अग्रभागमा आइदिनु होला, नजिक नजिक यहाँहरू सरिदिनु होला, थोरै भूमि दान यहाँले प्रदान गर्नुहोला। सबैजना अगाडि आइदिनुको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। हामी श्रावणको 1 गतेदेखि भाद्र 21 गतेसम्म ऐतिहासिक श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञको हामी यो दिव्य अनुष्ठानमा जुटिरहेका छौँ। आज विशेष गरी म्यानमारबाट हाम्रो सर्दीय गुरुवरको आगमन भएको छ। आज म्यानमारबाट सर्दी हाम्रा सम्पूर्ण श्रद्धालु भक्तवृन्दहरूको भाव बोकेर, माया बोकेर, सम्पूर्णको आशीर्वाद बोकेर आज यो दिव्य अनुष्ठानमा आगमन भएको छ। म हृदयदेखि नै स्वागत गर्न चाहन्छु। भागवत भूषण श्री 108 स्वामी वेदान्त एवं दर्शन आचार्य वासुदेवानन्दजी महाराजजीको आगमन भएको छ म्यानमारबाट। ल हेर्नुहोस् त, गुरुदेवको आगमन भएको छ। एकपटक सबैले जोड जोड तालीको साथमा 3 करोड नेपालीको प्रतिनिधित्व गर्दै आशीर्वाद स्वरूप सबैले स्वागत स्वरूप जोड जोड तालीले स्वागत गरिदिनु होला। परम पूज्य गुरुदेवलाई आसनगढको लागि हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी स्वामीजीसँगै पाल्नु भएको परम आदरणीय पण्डित चुडामणि आचार्य गुरुदेवको पनि आगमन भएको छ। गुरुदेवलाई पनि म विशेष आसनगढको लागि हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी हाम्रो बिचमा पाल्नु भएको छ ओशोको साधक हुनुहुन्छ ओशो अखण्ड